हेलो साथीहरू, नमस्ते एन्ड गुड मर्निङ। आशा छ तपाईँहरू सबैजनालाई आरामै हुनुहुन्छ, हामीले पनि आरामै छौँ। त्यसैले हामी चाहिँ यहाँ बाहिर घुम्न जाँदैछौँ 4th of July मनाउन। यहाँ अगाडि हुनुहुन्छ दाइ चाहिँ हेलो नमस्ते। ल यहाँ ल है खोइ बहिनीहरू हाई हेलो गर ल कतिमा ल सबैजना अल्छी गर्दैछ है ल। अनि सरस्वती कहाँ जान लाग्यो भन्नु त? न्युयोर्कको न्यू पल्स भन्ने ठाउँमा हामी जाँदैछौँ। यहाँबाट कति लाग्छ र दाइ? 1 घन्टा 40 मिनटको ड्राइभमा चाहिँ हामी निस्किसकेको छ ल। हो धन्यवादमै हो। त्यहाँ बोल्न अलि लजाउँछ है। भ्लग बनाऊ चाहिँ भन्छ। अनि भ्लग बनाउँदाखेरि त बोल्नु पऱ्यो, साथी हुनु पऱ्यो नि त। अनि अगाडि चाहिँ आज चाहिँ हामीलाई के भन्छ, हामीलाई बाटो देखाउँदै हुनुहुन्छ दाइले। यहाँ 3 जना पछाडि छन् यहाँ हाम्रो महारानीहरू। यहाँ म एकजना यहाँ राजा भइहाल्यो। हामी चाहिँ अब हिँड्दैछौँ ल। हेर्नुहोस् तपाईँहरू पनि हाम्रो यात्रा आज कस्तो भयो के भयो भन्ने कुरो चाहिँ हामी तपाईँलाई भिडियो मार्फत देखाउने छौँ ल। तपाईँहरू पनि हेर्दै गर्नु होला। कस्तो फिल हुँदैछ त दाइ? एकदम रमाइलो। दाइले चाहिँ हामीलाई गाडी लिइसके पछाडि सबैभन्दा लामो टुर चाहिँ आज फर्स्ट टाइम दिँदै हुनुहुन्छ। थ्याङ्क यू सो मच दाइ। थ्याङ्क यू सबैजनालाई। ल हामी चाहिँ अब धेरै पछि बाहिर जाँदैछौँ, एकदम एक्साइटेड हो ल। दाइको गाडीको एक्सपिरियन्स पनि हेर्छौँ हामी कस्तो कुदाउने रहेछ। अनि प्लस यो चाहिँ दाइले गाडी लिइसके पछाडिको हाम्रो सबैभन्दा लामो यात्रा चाहिँ आज नै हुँदैछ हाम्रो है ल। हामी जाँदैछौँ, तपाईँहरू देख्न सक्नुहुनेछ यहाँ हाम्रो आज चाहिँ दर्रो घाम लागेको छ है ल। हिजो ल यस्तो दामी भ्यू आम्माम ल। जोडेपछि पछाडि हेर्नु त हो ल। टिकटकतिर व्यस्त छ मेरो साथीहरू, महारानीहरू भनौँ न। मलाई पायो दामी हुँदो रहेछ दाइ गाडी चलाउनु। हामी अब व्हाइट स्टोन ब्रिज हुँदै जाँदैछौँ होइन। अहिले चाहिँ यो चाहिँ अब म्यानहट्टन अहिले हामी हार्लम ड्राइभमा जाँदैछौँ। त्यही हो। हेर्नुहोस् त दाइको स्किल हेर्नुहोस् है। दाइको आममा गाडी त पुरा प्लेन जस्तो छ, स्मुथमा होइन, पुरा गइरहेछ दाइको ल। डेली चलाउने भयो नि त यो बाटो, मान्नुपर्छ दाइले। नयाँ बाटो। हामीले चाहिँ अहिले सर्ट ब्रेक लिएर कफीहरू लिएर चाहिँ यहाँ बसभित्र गाडीभित्र आइसक्यो। अब चाहिँ हाम्रो यात्रा छिटै टुङ्गाउनेछौँ हामी। अहिले चाहिँ हामीलाई भोक लागेर कफी लियो, यहीँ खाँदैछौँ। त्यसले निन्द्रा चाहिँ भगाउँछ है फेरि त्यसले ब्ल्याक कफीले। म खान्छ अहिले बाउ। मलाई त उसमा गएको जस्तो भइरहेछ। न्यु जर्सीको नेवाक एयरपोर्टमा गएको जस्तो भइरहेछ। अस्ति एउटा केटीलाई मैले बेलुका JFK-बाट टर्मिनल 4बाट उसको लगेर गएको के अरे न्यु जर्सीमा राति $192 उठेको थियो त्यसको चाहिँ भाडा चाहिँ। अनि तिमी अब कसरी जान्छौ रे के? म त यतिको फर्किने खाली फर्किने हो। तिमीलाई उबरले रिटर्न दिन्छ कि दिँदैन? अरे दिउँसो त दिन्छ, बेलुका चाहिँ दिँदैन। नयाँ
the move. So 45. हामी चाहिँ अहिले बसबाट ओर्लेर पनि यो हाइकिङ गर्ने ठाउँमा चाहिँ 1.5 घन्टा जति हिँडिसक्यो है 1.5 घन्टा होइन नि 2-3 घन्टै भइसक्यो होला हिँडेको पुरा थाकेर मर्न लागिसक्यो है अब चाहिँ हामी खानातिर लाग्छौँ यस्तो छ बबाल भ्यूहरू चाहिँ है घुम्नको लागि चाहिँ सही ठाउँ छ तर एकदम गर्मी अनि पानी चाहिँ अलिक सुकेको रहेछ अहिले चाहिँ झर्नाहरू त्यस्तो धेरै छैन तर पनि ऊ बा कति धेरै मान्छे हुने रहेछ हिँड्नलाई त्यहाँतिर यति चाहिँ किन जान्छ लु बरु एक ग्लास मात्र खाएको त्यो मासुसँग मिठो हुन्छ मासु पनि छैन है मासुबाट हालिदिनु सक्छ तर भित्र चाहिँ नभएको मासु त म हाल्दिन्छु अहिले गाडीमा खानुहुन्छ यो तरिका हो भने मलाई घर पुग्नु पनि यो समय लाग्छ इसी बिबा यसै बिबा दिनाङले दोबा दोसिम ठिक दिनु दोसिम निमा मानि चाहिन्छ त्यो भरे खानलाई फाइनल्ली कता चाहिँ लाएर आयो हामी है त्यो जस्तै भयो भने ठुलो कुरो हो त ठिकै थियो त्यो सबै थुपारे भएर थाहा छ हामीलाई तर हामी ब्लेम त गर्दैनौँ कसैले किनकि यो भने फर्स्ट टाइम हो नि त नेक्स्ट टाइम हामीलाई थाहा भयो नि त कसरी जानुपर्छ भनेर अब चाहिँ प्लिज मलाई ब्लेम गर्ने हो प्लान गर्ने नि मै हो अनि मलाई ब्लेम गर्नलाई चाहिँ प्लिज आई एम स्टेइङ अवे त्यस्तो होइन नि त हामीले ब्लेम गरेँ त मैले तपाईँलाई कहिले भनेको छु त्यस्तो भर्खर के भन्नु दुईजना दाजुभाइ मिलेर हामीलाई थाहा छ कसले गरे ए भगवान् त्यो भनेको त कसरी एउटा मजाकले पो भनेको मैले मजाकले पनि हुँदैन ए ल ल जङ्गलमा आएर मजाक गर्ने तपाईँहरू मजा गर्ने सिरियस ल गल्ती भयो मबाट ल क्षमै गल्ती भयो यो माफी माग्ने कुरै भएन मासु कसमी चटपटे नखाने रे भुजा नखाने रे पुरै मासु लबर यस्तो भएपछि अनि सक्छ म चाहिँ चटपट लबर हो कि फेरि तर म चाहिँ फेरि मासु लबर हो नि त फेरि म चाहिँ चटपट थपेर खाने हो सबैले तपाईँ चटपट चिकन नगेट पनि छ है त्यहाँ मुनि त्यो अहिले बाटोमा खानुपर्छ खाने भए खानु है मलाई त पुग्छ म त चटपटे त पहिला बहिनी त हेर्न त्यसले त मासै खाएको छैन आज पिरो मैले खाएँ ल जेसु बाटोमा खानुपर्छ भन्ने बित्तिकै नानी त के म त एक पिस त हाल्नु ए छ त नि नगेर त छैन नि दाइलाई लिनु भनेर ससुर बाटोमा खानुभएको अनि उसलाई डाइलग हेरेर उसलाई थाहा छ नि त भरे जाँदा पनि यही हालत हुन्छ भनेर मलाई लाग्दैन उसको नेभिगेसन युज गर्नुपर्छ म मरेको पनि खोल्दिनँ अबदेखि उसको नेभिगेसन युज गरेर आएर 84 माइल टाढा ल्यायो यो होइन भनिदिन्छ पारिपट्टि हो वेलकम भनेको छ भनेको होइन भन्छ अनि जे भयो नि हेर्नु म आएर इन्टरटेनमेन्ट भएको छ कि छैन तपाईँ नभएको भए त तपाईँ दुईजना चुप लाग्ने मान्छेहरूसँग इन्टरटेनमेन्ट हुन्छ हो दुईटालाई त आएपछि त्यसै इन्टरटेनमेन्ट यसै हो बुझ्ने मान्छेले किन बोल्दैन भने हामीलाई थाहा भयो नि त त्यो मान्छे बोल्दैन भन्ने डर चाहिँ थियो तर यति बोल्यो खुसी लाग्यो हो गाडीमा नि बोल्दैन रिसाएको हो कि खुसी भएको हो कि पकिन हेर्नु न त्यसले गर्नुभयो क्या आउनु आमै कहाँ आउनु रे यता म यता सर्छु नि आइज न होइन भिटामिन पनि हो नि त यहाँबाट फर्केपछि कहिले घाममा बस्छ नि बस्छ ठिक छ जति लिनु मलाई चाहिँ दिनु भने भेटा नि हुन नि हो घाममा कहिले चाहिँ बस्छ हामी मैले सब मिक्स गरेँ मलाई त भोक पनि लागेछ सबलाई भोक लागेको थियो नि भोक लाग्ने मान्छेलाई सबै हालिदिनु त भयो होला नि अब त म दुईचोटि हालेर खायो सब मलाई नि भोक लाग्यो हौ सबलाई भोक लाग्छ थियो नि त्यो माथि झन् बाटो यही हो भने एक जग्गा थाहा नहुने धोबरी छेची धोबरी छेची भन्नु भएको क्या अहिले त्यो ए भगवान् तपाईँले भने होइन त्यो चाहिँ मैले भनेको चाहिँ भोक लागिरहेको थियो नि त त्यो हस्पालमा जाने ल जाउँ ठाउँ चाहिँ भन्न त्यो अघि हामी देखाएको थियो त घोडा ऊ तर स्टेबल भित्र राखेको थियो त्यो त घरभित्र राखेको थियो पहिला हाइक गरौँ है एकछिन भयो नि हुन्छ फोटोसोटो खिचौँ अलि अनि भयो फोटो चाहिँ तल गएर खिच्यौँ माथि त अब यसो अब खाना खाएपछि आनन्द टाइम दिन्छ नि हामीलाई यो सामानहरू बोका पाका पार्नु म यहीँ नकराउनु बस्छु है एकछिन तपाईँहरूको त अब तिनजना 3 घन्टा बसेर कहाँ गएर आउने आउनु हामी दुईजना होइन, हामी तिनजना फोटो यो सामान पुरा बाँधेर यहाँ राख्नु म यहीँ बस्छु तपाईँहरू गएर आउनु क्या तपाईँहरू नजाने हाइकिङ को हाइकिङ 3 घन्टा हिँडिसक्यो अब कति नि च्याङमा त जानु म त किन भन्नु? गाडीमा हिँडेर 3 घन्टा हिँडेर हाइकिङ भनेको त हेल्थको लागि राम्रो हो नि हो डक्टरले भनेको थियो अस्ति
म त यति राम्रै दाजुभाइ त यहाँ हेर्नु न भन्छ जङ्गलमा गयो भने एक ठाउँमा खाएर नबस्छ है हाइकिङ जानुपर्छ भनेर हो भनेको अब यो चाहिँ गाडी होइन, गयो नि त यो चाहिँ मिम हुन्छ तपाईँहरू अलिक फेमस भएको भयो भाग ए हामी जस्तो फेमस मान्छे कोही छ त भएको भए भनेपछि हेर्नु त त्यता हेरेर हेपेकोमा सरासर यो सरासर अचेउ भाइ म यो मान्छे पुरुष सुनेर पनि माथि मतलब पक्रिँदैन खाउ जान्छ महँगो गरेर जम्मा थोरै पुल च्यामला तिम्रो तिमी बसेर चसे चुङमा आइन बगा सिसै त्यही $1000 दिन्छु पनि आएको कहाँ यहाँ जाने कहाँ पाउँछ त यहाँ स्मोक त भेपर त तान्नु नपाउने छु त्यही भएर यहाँ खान पनि दिन्छ कि दिँदैन डाउट छ मलाई किनकि भेपर खान नदिने भनेपछि यहाँ खान दिँदैन क्या त्यसैले मलाई चाहिँ त्यस्तो लाग्छ धेरै भेपहरू त अनि तपाईँको हाइकिङ गर्दाखेरि सास फुलिन्छ भनेर होला नि हाइकिङ होइन यो त झन् यो भेप भन्दा पनि खतरा हुन्छ यसरी जङ्गलमा ल्याएर खानु ठाउँ हेरेर हुन्छ यो त पिकनिक स्पोट जस्तो ठाउँमा होइन त टीको चाहिँ यो कसको जुत्ता हो चलो जुत्ता न न न ब्ल्याक वालमा सक्यो तेरो यो मासु नि खाँदै हुन्थ्यो नि बहिनी दिदीले खा भने मलाई त भयो चुप लाएर त्यो एउटामा ऱ्याप गरेर बोक्नु अहिले बाटोमा कसम कहाँ रहेछ बहिनी त्यो भनेर सोध्छ उसले हो के भनेको बोक्नु त तँलाई हेपेको त्यही भने मान्छेले सबै कुरो पच्दैन पर्दैन हेपेको हुन्छ क्या कति कुरो गऱ्यो भने मैले चाहिँ भने चाहिँ अहिले गाडीमा प्याक गरेर हामी दुईजनालाई दिनुपर्छ मैले चाहिँ एउटा कुरो त प्रश्न चाहिँ के देख्यो भन्दाखेरि अब आउँदा जस्तै जाँदा पनि त्यही हो समय लाग्छ घरको एड्रेस पनि यसले उल्टो गरिहाल्छ मलाई किन सोध्नु त सबै रहेछ तपाईँहरूलाई थाहा छ त हामी किन सोध्नु त्यही त मलाई किन सोध्नु अब त घरको एड्रेस यो दाइको मोबाइलबाट हाल्नु लाउनुपर्छ अनि यो दाइले मिस्टेक गर्दैन नि हामी चिप्चाउनु पर्छ तिमीलाई यतिसम्मको रिस त्यस्तो भइहाल्छ अब दिदीलाई भनेपछि बहिनीलाई उयो नहुँदैन त त्यही भने हामी दिदीबहिनी हो क्या तिनजना यार सालीको धनी यार पैसाको धनी कहिले हुने हो यार सालीको धनी भएपछि नेपाल पनि कतिजना साली छ कतिवटा बहिनी हो ए 3 जना बहिनी 5वटा सालीको धनी हो नि जेठी सासू चाहिँ कति त जेठ सासू 1 जना हुनुहुन्छ सालीको धनी भएर सालीलाई रेस्पेक्ट गर्दैन सालीको धनी सालीलाई कसरी रेस्पेक्ट गर्ने त गर्दैन यो साले बेन साले ससुरमा ओ साले ससुरबा साले साली तिनीहरूको भन्ने हिरा छैन ओ ससुर भाइ गर्छ नि त्यसले बिचरा है कस्तो फेमस भएको थियो फुचीहरू त्यो हातै बनाएको यार तिमीहरूले अति गर्छौ साले भेना भन्छ के भन्छ पुग्यो मलाई त खोलामा नुहाएर चाहिँ गएन पसिनाले मेन नुहाएर कुरो त ससुर भाइ भन्छ क्या आज उसले पुग्यो छिरिङ दाइ तपाईँलाई यतिको त अब भरे गएर पनि अब 2-3 दिन त भोकै लाग्दैन होला यहाँको त्यो अघि आफूले सुरुमा खानुभन्दा अगाडि छाछा छुचुत गरेन मान्छेहरूले भनेन लामा भएर छाछा छुचुट पनि गरेन अब भोलाइ बेला के को छात्रको छु पेटमा छातो गरे अब यहाँ म 2-3 दिन तपाईँहरूले सुन्नु भयो लामा भएर त्यस गरेर छाछा सुन्नु भएन फटाफट यहाँ त बोलेको त एउटा पनि आउनु हुँदैन जस्ताको दशा हालिदिनु सालीले बरु सम्झाउनु पर्छ छाछा चुसुस गर्नलाई अब 3 दिन खाना पच्दैन पेट दुखेर टोइलेटमै बस्छ त्यो त लाग्छ पानी सुकेपछि यस्तो हुन्छ या झर्नाको पनि रङ नराम्रो हुन्छ यो चाहिँ यो झर्नासँग मात्र होइन मान्छेसँग पनि कम्पेयर हुन्छ या मान्छे पनि बेलामा मात्र हो अहिले त्यसो भने मलाई त आँखाबाट आँसु बेसरी आयो ए यार त्यति साह्रो नभन्नु त किन 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 अब समयअनुसार अब झर्नाको त यस्तो सुक्यो नि त अनि त्यो भोलि यो ठुलो हुनको लागि के आउनुपर्छ भल मलाई त्यसरी ढुङ्गाले हान्न आउँछ नि ल साथीहरू अब हामी चाहिँ रमाइलो गरी न्युयोर्कतिर फर्किसक्यो आज त्यति धेरै ट्राफिक छैन खासै ट्राफिक हुन्छ कि भनेर डराएको थियो भएन खुसी लाग्यो ल थ्याङ्क यू सो मच गाइज हाम्रो भिडियोले हेरेर लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला ल हाम्रो दिन चाहिँ यसरी बित्यो तपाईँहरूको पनि दिन राम्रो भयो होला भन्ने आशाको साथ सबैजनालाई बाई बाई फेरि भेटौँला थ्याङ्क यू बाई बाई